सो हेलो एभ्रिवान, अस्ति म घर गएको बेला मम्मीसँग पनि अचार लिएँ अनि आफू पनि आँट टिपेर ल्याएँ अनि आफ्नो तरिकाले म र भाइ भन्दै थियो आफ्नो तरिकाले बनाउनुपर्छ। मम्मीसँग पनि लिएँ अनि घर यहाँ पनि आँट ल्याएँ 5 केजी जति काटेँ, त्यसमा नुन बेसार हालेँ अनि सुकाएँ। सुकाइसकेपछि अब आज मसला हाल्ने पालो। 2 दिनको घाम लगाइसकेपछि आज चाहिँ फाइनली यसमा मसला हाल्ने पालो आयो अनि मैले ल्याएँ। सुकाएर ओरेर ल्याइसकेपछि गर्ने पनि उस्तै थियो अनि मसला रेडी गर्न थालेँ। मेथी, धनियाँ, सुकेको खुर्सानी, कलौँजी, सोँफ, अजमाइन, जिरा अनि तोरीको के अरे बीज ब्ल्याक कलरको मात्रै थियो अनि पहेँलो पनि थियो, कता राखेको थियो भेटेन। अनि मैले फाइनली बसालेँ प्यान कम्ती बसालेँ। बेसी म इन्डक्सनै युज गर्छु, इन्डक्सनमै ठिक लाग्छ, इन्डक्सनमै बसालेँ। बसालिसकेपछि अब तात्ने वेटिङ तातिसकेको थियो अनि सबै मैले एकैचोटि हालेँ। अनि त्यसमा चाहिँ राई थोर भयो जस्तो लाग्यो, तोरी चाहिँ थोर भयो जस्तो लाग्यो अनि पहेँलो तोरी खोज्न थालेँ। म खोज्न थालेँ। अस्ति नै मम्मीले 1 केजी जति पठाइदिनु भएको थियो। अनि खोजेँ अनि भेटिसकेपछि अनि त्यसपछि अलिकति केलाएँ अनि बुट्दै त्यसमा मैले हालेँ। बुट्न थालेँ। गर्मी चाहिँ फेरि उस्तै राम्रो, किचनमा फ्यान पनि छैन, मर्ने गरी गर्मी। अनि तोरी मैले थपेँ त्यसमा, पहेँलो तोरी अझै थपेँ, तोरी कम भयो जस्तो देखिरहेको थियो। म अचार बनाइसकेपछि त एकदम तरिकाले बनाउने हो नि त, आफ्नो तरिकाले मिठो हुन्छ भनेर अनि सब थोक आफ्नो हिसाबले हालेँ। जिन्दगीमा फर्स्ट टाइम म अचार बनाउँदैछु। योभन्दा पहिला मम्मीले बनाएकै खान्थेँ, यसपालि पनि मम्मीले बनाएकै ल्याएँ मैले, र पनि आफै पनि बनाउँछु भनेर मैले ल्याएँ। 5 केजी आँप काटेँ ओरे, सुकाएँ ओरे अनि भुट्दैछु। भुटेँ गर्मीमा फतफताउँदै भुटिरहेको थिएँ म। फेरि फतफताइरहेको थिएँ, त्यो चाहिँ थाहा छैन भिडियोमा चाहिँ, तर फतफताउँदै भुटिरहेको थिएँ। गर्मी पनि उस्तै। राजलाई चाहिँ भनिरहेको थिएँ फ्यान छैन, गर्मी छ, आफैमा बोलिरहेको थिएँ। म आफैसँग कुरा गर्छु नि त, म आफैसँग कुरा गर्छु अनि आफैमा बोलिरहेको थिएँ। भगवान् कस्तो गर्मी। अनि फाइनली भुटेर तल झारिसकेँ अनि यसलाई एकछिन सेलाउनलाई छोडिदिनु पऱ्यो भनेको। यसो चलायो ओरे सेलाइसकेको थियो अनि मिक्सीमा हालेर पिस्न थालेँ अनि पुरै चाहिँ पाउडर बनाउनु हुँदैन, हल्का दरदरा नै छोड्नुपर्छ अनि मिठो हुन्छ अचारमा चाहिँ। मम्मीहरूले सिकाउनु भएको। पुरै पाउडर चाहिँ बनाउनु हुँदैन, दरदरा नै छोड्नुपर्छ। अनि एकचोटि यसो बन्द गरेर हेरेँ भएको छ कि छैन। खोलिसकेपछि भएको रहेनछ नि, अझै एकचोटि चलाएँ मैले। चलाउन थालेँ। भोक पनि लागिरहेको छ, मैले चलाउन थालेँ अनि त्यसपछि वेट गर्न थालेँ कति बेला हुन्छ भनेर। मिक्सीलाई 2मा घुमाएँ मैले, 2मा घुमाएँ। पसिना हेर्नु गाइस, म कस्तो भिजेको छु पसिनाले। गर्मी नै उस्तै छ। अघि 5 दिनदेखि घरबाट बाहिर गएको छुइनँ म। जानु पर्यो भने बिहान कि त बेलुका, दिउँसोमा जाँदिनँ। अनि पिसिसकेपछि अब यसमा हाल्न थालेँ मैले सबै मसलाहरू। अनि फाइनली सब मसलाहरू हालेर मुसमास पारिदिएँ। हाम्रो अचारको लुक्स यही हो। मम्मीले बनाएको जति त मिठो नहोला, तर होप सो मिठै होला, किनकि सबै हालेको छु। अनि अरू मान्छेले तोरीको तेल तताएर हाल्छ, म चाहिँ तताएर हाल्दिनँ। मम्मीहरूले भन्नुहुन्छ तताएर हालेकोमा त्यस्तो टेस्ट आउँदैन, काँचो तेल हाल्यो भने एकदम फ्लेभर मिठो आउँछ, मिठो टेस्ट आउँछ। त्यही भएर मैले तताएर तेल हालिनँ, काँचै तेल हालेँ। अनि फाइनली मुसमास पारेँ। अब यसको पालो हो, डब्बामा हालेर यसलाई भोलि 4-5 दिन सुकाउने। सुकाइसकेपछि अनि खानालाई रेडी हुन्छ। हुन त अहिले पनि रेडी भइसकेको छ, यति बेला खाएर म मसला अलिकति बनाउँछु। त्यही भएर धन्यवाद गाइस।